चन्द्रेलाई मुनाले त्यसरी धोका दिलिन् भन्ने चाहिँ अलिकति पनि शङ्का थिएन। तर अहिले यसरी मुनाले एकाएक आफ्नो घर छोडेर जाँदा, पटक पटक लिन जाँदा पनि नआउँदाखेरि चाहिँ उनलाई एकदमै पिर परेको छ। अब आमा लिन जाने बेलामा पनि मुनाको बुवाले अब छोरीको त्यो 2 करोडको जग्गा थियो, अब यसले दुःख पाइ भने मैले त्यही जग्गा दिन्छु, अब यसले त्यसरी आफ्नो जिन्दगी खुसियालीसँग कटाउँछे भनेर कुरा गरेका थिए। अनि त्यतिखेर चन्द्रेकी आमाले भनेकी थिइन् नि त, के लाग्छ तपाईँलाई, मुनाको जिन्दगी 2 करोडकै मात्रै हो, अनि मुना तिमी पनि बुवाले भनेको जस्तै 2 करोडकै जिन्दगीमा रमाउन चाहन्छौ, ल ठिकै छ, तिमीलाई जहिले आफ्नो घर परिवार प्यारो लाग्छ, होइन त्यो सम्पत्ति होइन, मलाई मेरो लोग नै प्यारो छ भन्ने लाग्छ नि, त्यो दिन तिमी आउनु, त्यो घर तिम्रो हो, तिम्रा लागि सधैँ त्यो घरको ढोका खुल्ला हुनेछ भनेर ती सबै कुराहरू भनेर आएकी थिइन् नि। त्यही कुरा कल्पना गरेर चन्द्र एकदमै भावुक हुन्छन्। तिमी यस्तो निष्ठुरी कसरी हुन सक्छौ मुना, मैले सोचेको पनि थिइनँ तिमीले यस्तो गर्छौ भनेर, तिमी र साइलीमा के फरक भयो त नि, आखिर तिमी पनि पैसाकै पछाडि लाग्यो होइन त भनेर चन्द्र एकदमै भावुक हुन्छन्, रुन्छन्। र अब ल ठिकै छ भनेर उनी जान लाग्दाखेरि अमेरिकामा बस्ने गायक दाइले चाहिँ फोन गर्नुहुन्छ। अनि चन्द्रलाई के कसो छ भनेर सोधिसकेपछि ठिकै छ भनेका थिए। अनि के गर्दै हो त भनेर दाइले सोद्धाखेरि चाहिँ चन्द्र एकदमै अकमकाएर यसो त्यो कोदालोतिर हेरेर दाइ म त बारी खन्न लागेको थिएँ भन्छन्। अनि त्यसपछि त ती दाइले ल ऊ भाइ किन यसरी अप्ठ्यारो मानी मानी भन्नु पर्यो त, हामी गाउँघरमै हुर्किएका मान्छे हो, हलो जोत्ने, बारी खन्ने, मेलापात, घाँस दाउरा त गर्नै पर्छ नि, मैले पनि गरेको हो भाइ, काम त काम हो नि, आफ्नो कामप्रति यसरी हिचकिचाउनु हुँदैन नि, खुलेर मैले यस्तो काम गर्न लागेको थिएँ भन्नुपर्छ नि त भन्छन्। अनि तिम्रो कागजपत्रको कुरा के भयो भनेर सोध्छन्। चन्द्रले चाहिँ कागजपत्रको कुरा हुँदैछ भनेर भन्दै थिए, ठ्याक्कै मुना त त्यही उभिएर त्यो कुरा सुनिरहेकी रहेछन्। मुनाका आँखाबाट आँसुका धारा झर्न लागेका थिए। अनि त्यसपछि त मुनालाई देखिसकेपछि चन्द्रले दाइ म हजुरलाई पछि फोन गर्छु है भनेर फोन राखिदिन्छन्। तर मुनाले चाहिँ कुन देश जान लाग्नु भएको, अनि किन जानु पर्यो तपाईँलाई विदेश, मैले सबै कुरा मिलाउँदैछु त भनेकी थिइन्। तर चन्द्रलाई त मुनाको वास्तविकता थाहा थिएन नि त, मुनाले किन घर छोडेर गइन्, के कारणले गर्दाखेरि माइतमा बसेकी छन् भन्ने कुरा चन्द्रलाई प्रश्न नभएपछि चन्द्र यसरी मुनासँग रिसाउनु, अनि अब मुनाले मलाई छोडेकै हो भन्ने सोच्नु त स्वाभाविक नै हो नि। अनि चन्द्रले तिमीलाई किन चाहियो त नि, म जहाँ गए पनि, अनि त्यही पनि तिमीले के मिलाउँछौ र अब तिमीले केही पनि मिलाउँदिनौ, तिमीलाई म लिन आएको थिएँ, आमा लिन जाँदा पनि आइनौ, अब के चाहिँ बाँकी छ र मुना तिमीले मिलाउनको लागि, पर्दैन, तिमीले केही मिलाउनु पर्दैन, हामी आफै मिलाउँछौँ भनेर चन्द्र त्यसरी रिसाएर जान्छन्। बिचरी मुना केही बोल्न सक्दिनन्। आखिर मुनाले चन्द्रलाई यी सबै कुराहरू भनिदिए पनि हुन्थ्यो नि भन्ने चाहिँ हामीलाई लागेको छ है। तर अब मुनाको पनि त बाध्यता छ नि, चन्द्रले अर्काको सम्पत्ति अर्काको जग्गामा लोभ गर्ने होइन, भए आफ्नो हुन्छ नभए हुँदैन भनेका थिए नि त। त्यही कारणले गर्दा मुनाले चाहिँ चन्द्रसँग खुलेर यो बारेमा कुरा गर्न सकिरहेकी छैनन्। तर चन्द्र चाहिँ मुनाको कुरा सुन्नै नरुचाएर रिसाउँदै जान्छन्। तर चन्द्र जाँदै गर्दा हेर्नु न, ठ्याक्कै तुलसासँग भेट हुन्छ। तुलसाले चन्द्रको अनुहारतिर हेरिरहेकी थिइन्, तर चन्द्र केही पनि नबोलिकन रिसाएर जान्छन्। यता मुना पनि तुलसालाई देखेपछि रुँदै आउँछिन्। तुलसाको अगाडि मुना रोएकी थिइन्, तर तुलसाले भने यो कुरा सहनै सक्दिनन्, तिमीले वास्तविकताहरू किन चन्द्र बाबुलाई भनेकी छैनौ, भन्देऊ मुना तिमीले आखिर किन यो सबै गरिरहेकी छौ भनेर, तिमीले त्यही घर परिवार बचाउनको लागि, त्यही घर परिवारका ऋणका खाडलहरू पुर्नका लागि, बाआमालाई राम्ररी उपचार गर्नको लागि यी सबै कुराहरू गर्दैछौ भनेर तिमीले बाबुलाई प्रष्ट रूपमा भनिदेऊ मुना भनेर तुलसाले पटक पटक भन्दा पनि मुनाले चाहिँ यो कुराहरू भयो दिदी अहिले नभनौ, अब बिस्तारै सबै कुरा मिल्दै जान्छ भनेर भन्न खोजिरहेकी नै छैनन्। मुनाले चाहिँ भयो दिदी छोडिदिनुस्, पछि उहाँले सबै कुराहरू थाहा पाइहाल्नुहुन्छ नि, बिस्तारै सबै कुरा ठिक हुन्छ भनेर भनिरहँदा पनि तुलसालाई चाहिँ कतै मुना र चन्द्रको सम्बन्ध बिग्रिने त होइन भन्ने डर थियो। त्यही भएर त चन्द्र बाबुले तिम्रो बारेमा के सोच्नु भयो होला मुना भन्छन्। अनि अझ तुलसाले त मैले त तिमीलाई एउटा खुसीको खबर दिनु थियो, त्यतै जाँदै थिए, ठ्याक्कै भेट भयो भनिसकेपछि के कुरा हो र दिदी भनेर मुनाले सोद्धाखेरि तुलसा खुसी भएर त्यो बोर्डिङमा मेरो नाम निस्क्यो नि, तिमीले छोडेकी थियौ नि भन्छन्। त्यसपछि त मुना एकदमै खुसी हुन्छन्। खुसी भएर तुलसाले अङ्गालो हाल्ने, बधाई छ भन्ने, अझ मुनाले त तुलसाको हात समाउँदै खुसी भएर चिच्याउने, उफ्रिने, रमाउने गर्छिन्। अनि यसरी आफ्नो खुसीमा मुना खुसी भएको देख्दाखेरि तुलसाका आँखाबाट आँसु थामिन्नन्। कस्तो आँखाबाट आँसुका धारा खसाल्दै रुन पो थाल्छिन्। के भयो दिदी भनेर मुनाले सोद्धाखेरि म भन्दा पनि धेरै तिमी खुसी भएकी छौ भनेर तुलसाले भन्छन्। अनि त्यसपछि त आफ्नो मान्छेको खुसीमा आफ्नो हुनु परेन त, त्यही पनि तपाईँ मेरो जेठानी होइन, तपाईँ त मेरो दिदी हो भन्छन्। हुन पनि यिनीहरू आफ्नै दिदीबहिनी जस्तै कति मिलेका छन्, कहिलेकाहीँ आफ्नै दिदीबहिनीमा त ठट्याक ठुटुक पर्छ, झगडा पर्छ। तर तुलसा र मुनामा चाहिँ आजसम्म त्यस्तो
त्यस्तो झगडा परेको छैन। तर यी दुईटा देउरानी जेठानी जति नै मिले पनि हेर्नुहोस् त यो त्यही घरकी देउरानी अर्की कान्छी त हुन् नि। यिनले भने यो घर परिवारलाई कसरी भाड्ने भनेर मात्रै सोचिरहेकी छन्। मुना र तुलसा त्यसरी मिलेर मायाका कुरा गर्दाखेरि अनि अझ मुनाले मैले त अब तपाईँ भन्दिनँ है, म त अब तिमी भन्ने हो, मैले मेरो जन्मदिने आमालाई त तिमी भन्छु, तिमी भन्यो भने मलाई नजिकको जस्तो लाग्छ, तपाईँ भन्यो भने धेरै टाढाको जस्तो लाग्छ, त्यही भएर म तपाईँलाई टाढाको बनाउन चाहदिनँ, अबदेखि म तिमी भन्छु है भन्छन्। अनि त्यसपछि त तुलसाले पनि हुन्छ तिमी भन न त देउरानी भन्दाखेरि देउरानी होइन बहिनी भन्छन्। यसरी दुईजना हाँसी खुसी कुरा गरिरहँदा आरती त्यही डोको बोकेर आएकी हुँदै रहेछन्। ती सबै कुराहरू देखेर त जेठानीहरूलाई त खाउला झैँ गरेर हेर्छिन् र आँखा र मुख मर्काउँदै त्यहाँबाट फर्किएर जान्छन्। मुना चाहिँ कान्छी भन्दै त्यतै जान लाग्दाखेरि तुलसाले होइन भयो यताबाट जाउँ भनेर दुईटी देउरानी जेठानी भएर अर्को बाटो जाँदै थिए। जाँदै गर्दाखेरि त माथिबाट चन्द्रले पो देख्दा रहेछन्। भाउजू भनेर तुलसालाई गाली गर्छन्। मुनासँग किन नजिक भएको त, जब मुनाले मलाई र मेरो परिवारलाई छोडिसके भने तपाईँ किन नजिक हुनु पर्यो भन्ने चन्द्रको भनाइ होला। त्यही भएर त तुलसा त्यसरी नजिकिएर हिँड्दाखेरि चन्द्रलाई रिस उठेको त। चन्द्रले यस्तो व्यवहार गरेपछि बिचारी मुनाका आँखाबाट आँसुका धारा खस्न थाल्छन्। यी सबै कुराहरू देख्दाखेरि तुलसालाई चाहिँ एकदमै असह्य भएर बाबु भनेर सबै कुरा भन्दिन लागेकी थिइन्। तर च्याप्पै मुनाले हात समाइदिन्छन्। हात समातेर टाउको हल्लाएर नभन्नु पनि भन्छन् अनि आफ्ना आँसु पुस्दै त्यहाँबाट मुना जान्छन्। त्यतिखेर तुलसाले भनिदिनु पर्ने हो के, चन्द्र र मुना एकअर्कालाई नै एकदमै धेरै माया गर्छन्। मुनाको खुसीमा चन्द्र पनि खुसी हुने र चन्द्रको खुसीमा मुना पनि खुसी हुन्थिन्। हुन त अहिले मुनाले त्यही घर परिवारको भविष्य सोचेर यी सबै कुराहरू गर्दैछिन्। तर हेर्नुहोस् त चन्द्र त रिसाइरहेका छन् नि त। मुनाले पनि साइलीले जस्तै पारा देखाएर अब मलाई एक्लै छोडेर जाने भई भन्ने चन्द्रको मनमा भइसकेको छ। त्यही भएर त चन्द्र मुनासँग यसरी रिसाएका छन् नि। अब मुनालाई पनि जुन सम्पत्तिको लागि भनेर म यहाँ माइतमा आएर यस्तो नाटक गरेको छु, अब त्यही सम्पत्तिको कारणले गर्दा कतै मेरो घर बिग्रिने त होइन भन्ने डर लागेरै होला बुवालाई भित्र कोठामा बोलाउँछिन् र बुवा त्यो मेरो चितवनको जग्गा तपाईँले मलाई पास गरिदिन्छु भन्नुभएको होइन, के गर्नुहुन्छ त भनेर सोध्छिन्। त्यसपछि बुवाले गरिदिन्छु त भनेको के, अब तिमीले साँच्चै चन्द्र ज्वाइँलाई छोड्ने हौ त भनेर सोधेका थिए। ठ्याक्कै बाहिर त सन्देशले पो सुन्छन्। अनि मुनाले पनि अब छोडे जस्तै त भयो नि, तपाईँले नजा भनेपछि म गएको छैन के रे भन्छन्। अनि त्यसपछि त अब मैले त्यो जग्गा पास गरिदिन्छु त भनेको छु, तर अब एकचोटि अब हुर्किसकेको छोरो हो भाइलाई पनि सोध्ने हो कि भनेर बाले कुरा गर्दाखेरि मुना चाहिँ अचम्म मान्दै बा त्यो जग्गा त मलाई मेरो जन्मदिने आमाले दिनुभएको, अनि फेरि मेरो जग्गा मलाई नै पास गरेर दिनको लागि सन्देशलाई किन सोध्नु पर्यो भनेर यति मुनाले के भनेकी थिइन्। सन्देश रिसाउँदै गएर हेर दिदी आजसम्म तेरो र मेरो केही कुरामा पनि नराम्रो भएको छैन, तर अहिले आएर यो सम्पत्तिको कुरामा चाहिँ नराम्रो होला जस्तो भयो है। त्यही पनि त बिहे गरेर अर्काको घरमा गइसकेकी छोरी होस्, अनि माइतीको सम्पत्तिमा किन आँखा गाडेकी छस्, त्यो जग्गामा तैँले आशै नगर दिदी भनिसकेपछि मुना त एकदमै रिसाउँछिन्। बाले के भन्दैछ भनेर बातिर हेरेकी थिइन्। बाले पनि परक्क मुन्टु बटार्छन्। मुना त अचम्म मान्छन्। तपाईँ चाहिँ किन मौन बा भनेर सोद्धाखेरि अब पहिला दिदीभाइ कुरा मिलाओ अनि त्यसपछि त म छँदैछु नि, मैले कहिले पो दिन्न भनेको छु र त्यो जग्गा भनेर बा त सरक्क उठेर त्यहाँबाट जान्छन्। त्यसपछि त मुनाको मन चिसो हुन थालिहाल्छ। तर सन्देशले चाहिँ पटक पटक तैँले त्यो चितवनको जग्गामा आँखा नगाडेकै राम्रो, त्यो माइतीको सम्पत्ति हो, बिहे गरेर गइसकेको मान्छेले पनि माइतीको सम्पत्तिमा आँखा गाड्छन् कि क्या हो। पैसाको लोभमा तैँले आफ्नो घरमा झगडा गरेर यहाँ आएकी छस्, तैँले किन यस्तो गर्दैछस् दिदी, पैसाको पछि लाएर कसैलाई पनि पुग्दैन। हाम्रो घर परिवारमा त्यस्ता मान्छे कोही पनि छैनन्। त आफैलाई हेर त, पहिला पनि तेरो घरबार बिग्रियोस् भिनाजु बित्नु भयो, अब तैँले फेरि अर्को बिहे गरेकी थिइस्, अनि अहिले फेरि त्यही 2 करोडको सम्पत्तिको लागि तैँले चन्द्र भिनाजुलाई पनि छोड्न लागेकी छेस्। आखिर तैँले के चाहन्छेस्? गाउँ समाजमा पनि मान्छेले के भन्छन्, पैसाको लोभले गर्दाखेरि मुनाले यस्तो गरेकी छे भन्दैनन्, अलिकति विचार गर्नु पर्दैन? तेरो यस्तो यो सबै पाराहरू देख्दाखेरि अनि तँलाई देख्दाखेरि त मलाई त आजभोलि त एकदमै अलक्षिणा छेस् कि जस्तो लाग्न थाल्यो है। मलाई त तेरो अनुहार हेर्न पनि मन लाग्न छोडिसक्यो। हेर दिदी मैले भनेको मान, त्यो जग्गाको आश नगर भनेर सन्देशले पनि मुनालाई त हुँदो नहुँदो कुरा सुनाउँछन्। सन्देशले त्यति भनेर गइसकेपछि त मुना एकदमै रुन्छिन्। रुँदा रुँदै पहिला त तुलसाले सम्झाएकी थिइन् नि, हेर मुना तिमीले माइतीको सम्पत्ति बेचेर घरका व्यवहारहरू मिलाउँछु, घरको ऋणको खाडल पुर्छु भनेर त लागि परेकी छौ, तर तिमीले यो कुरा चन्द्रबाबुलाई भनेकी छैनौ। के थाहा पछि गएर तिम्रो बाले कुरा फेर्नु भयो भने, तिम्रो आमाले त्यो जग्गा पास दिन मान्नु भएन भने, तिम्रो भाइले बिचमा केही बाधा अर्चन निप्ट्यायो भने के गर्छौ तिमीले भनेर तुलसाले पहिल्यै कुरा गर्दाखेरि मुनाले त्यस्तो त हुँदैन होला दिदी भनेकी थिइन्। तर अहिले ठ्याक्कै त्यस्तै भएको छ। बाले पनि पहिला सन्देशसँगै कुरा मिलाऊ भनिरहेका छन्। सन्देशले भने तैँले त्यो जग्गामा आँखा
नगाडेकै राम्रो भनेर झन् मुनालाई अलक्षिना सलक्षिना भनेर हुँदो नहुँदो भनिसकेका छन्। के अब साँच्चै मुना न घर न घाटको भनेको जस्तै न सम्पत्ति पाउने न चन्द्रेको जिन्दगीमा फर्किन पाउने हुने हो त? के लाग्छ तपाईलाई? मुनाले आफूले सबै घर परिवारको जिम्मा लिन्छु र व्यवहार मिलाउँछु भनेका कुराहरू अब कुरामा मात्रै सीमित होला नि त? अनि फेरि चन्द्रे त विदेश जान लागेका छन्। मुनाले यता सबै व्यवहार मिलाएर मैले चन्द्रेलाई रोक्छु भनेकी थिइन्, तर हेर्नुस् त मुनाले त व्यवहार मिलाउने बाटै पाइनन् त। जुन जग्गाको लागि मुनाले यी सबै कुराहरू गरेकी थिइन् अब मुनाको हातमा त्यो नआउला जस्तो छ। अब चाहिँ चन्द्रले वास्तविकता थाहा पाउनु पर्यो अनि सबै कुराहरू मुना र चन्द्र दुवैजना मिलेर अगाडि बढाउनु पर्यो भन्ने को हुनुहुन्छ? आफ्नो विचार कमेन्ट गरी भिडियोमा लाइक अनि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला।